परमा वरुणेन्द्र रुद्र मरुतस्तुन्यन्ति दिवैस्तविवृद्धै साङ्गपदकर्मणि स दीर्घायन्ति यं सामगा ध्यानावस्थित गतेन मनसा पश्यन्ति यं योगिनो यशान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दन चर्चितो जलपु शुक्लाम्बरा मल्लिका माला लङ्कृत कुण्डला पर्विल सन्मुक्तावली शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्ष मालाधरा वाग्देवी वदनाम्बुजे बसेतु मे त्रिलोक माता चिरं मोकं करोति वाचलं पङ्गुं लङ्घयते गिरिं यत्कृपा तमहं वन्दे परमानन्द माधवं नमो भगवते तस्मै व्यासयामि ततेजसे यस्य पश्चात् रक्षामि नारायण कथामिमं नारायणं नमस्कृतं नरं चैव नरोत्तमं देवीं सरस्वती यं व्यासं ततो जयमुदीरयेत्। अथ चतुर्दशोऽध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि। त्यसपछि पार्वतीले स्वस्थानीको प्रसाद अक्षता पुष्प यज्ञसूत्र रोटी पान सुपारी सगुन समेत सबै 8 वस्तु ल्याएर शिवजीलाई दिई दण्डवत गरेर भनिन्, हे भगवान, श्री स्वस्थानी परमेश्वरीको व्रत गरेर मेरो इच्छा पूर्ण भयो। अत संसारका अनेक दुखी व्यक्तिलाई यसको व्रतको उपदेश दिएर उद्धार गर्न पाए असल हुने थियो। फेरि यस संसारमा कति दरिद्र छन्, कति दुखी छन्, कोही पापी छन्, कसैका सन्तान छैनन्, कसैका पुरुष छैनन्। यस्ता अनेक कष्टबाट यस व्रतद्वारा पार हुने थिए भन्ने इच्छा छ। त्यति सुनेर महादेव भन्नुहुन्छ, हे पार्वती, तिम्रो परोपकारको भावना जानेर म प्रसन्न भएँ। यस कामको लागि अश्वत्थामा ऋषिलाई डाकेर पहिले रसातल पातालमा पठाऊ। पार्वतीले हवस भनेर उनलाई डाक्न पठाइन्। अनि अश्वत्थामा ऋषि आएपछि आफूलाई विष्णु भगवानले बताएको पूजाविधि बताएर भनिन्, त्यहाँ जो दुखी दरिद्री छन्, जसका स्त्री सन्तान छैनन्, तिनलाई यो व्रत गराउनु भनी पठाइन्। पार्वतीलाई प्रणाम गरेर अश्वत्थामा ऋषि त्यहाँबाट रसातल पातालमा गए। अनि यता पार्वतीको परीक्षा लिनका निम्ति महादेव कसैले नदेख्ने स्थानमा गइलुक्नु भयो। महादेवलाई नदेखेर पार्वतीले निकै बेर खोजिन्। पछि भेटेर सोधिन्, हे नाथ, हजुर मलाई छलेर किन लुक्न जानुभयो? म राम्री छैन कि, मन परिन कि किन हो? महादेवले केही उत्तर नदिई अब वन विहार गर्न जान्छु भन्ने निश्चय गरी अन्तर्ध्यान भई शिलेष्मान्तक वनमा किराँतीको रूप धारण गरी शिकार खेल्न लाग्नुभयो। फेरि शिवजीलाई नदेखेर पार्वतीले मनमा दिक्क मानी ध्यान दृष्टिले विचार गर्दा सबै थाहा पाइन् र एउटी अत्यन्त राम्री किराँतिनीको रूप धारण गरी त्यही श्लेष्मान्तक वनको एउटा ठुलो वृक्ष मुनि गएर बसिरहिन्। शिवजी पनि शिकार खेल्दै त्यहाँ आइपुग्नु भयो र किराँतनी रूप पार्वतीलाई देखेर मोहित भई सोध्न लाग्नुभयो, सुन्दरी, तिमी देवकन्या, यक्षकन्या, नागकन्या या अप्सरा को हौ? मेरा विचारमा त तिमी जस्ती राम्री यो संसारमा हुनु असम्भव छ। फेरि वन जन्तुको भय नमानी यस्तो घनघोर जङ्गलमा एक्लै किन आयौ? मलाई भन। किराँते रूप शिवको त्यस्तो कुरा सुनि बायाँ र दायाँ हातमा धनुष र त्रिशूल लिने, सर्पका गहना लगाउने महाभयङ्कर मूर्ति किराँततिर फर्केर कटाक्षयुक्त नेत्रले हेर्दै पार्वती भन्दछिन्, हे किराँत, म यहाँ बसेको निकै वर्ष बितिसक्यो। फेरि सदैव जङ्गलमै बस्ने म किराँतिनी हुनाले वनका जन्तुको डर पनि लाग्दैन। तपस्या गरिरहेकी छु, त्यत्तिकैमा साँझ पर्न लाग्यो र किराँतले भने, हे सुन्दरी, तिमी पनि एक्लै रहेछौ, म पनि एक्लै छु, अत दुवैजना यहीँ बसौँ। किराँतिनीले उत्तर दिन्, हे किराँत, तिमी लोग्ने मानिस, म स्वास्नी मानिस। यो वनको एकान्त स्थान रात्रिको बेला छ। फेरि राम्री स्त्री जाति देखेपछि पुरुषले वनको वेग रोक्न सक्दैनन्। त्यसकारण एक स्थानमा बस्नु उचित छैन। तिमी अन्त्य बस। तिनको बात सुनि किराँतले भने, हे सुन्दरी, त्यस कुराको तिमीले चिन्ता गर्नु पर्दैन। परिस्थितिको म स्पर्श गर्दिन। त्यो सुनि पार्वतीले स्वीकार गरिन्। अनि दुवैजना त्यहीँ बस्दा बस्दा निकै दिन बितेपछि यसरी कति दिन निर्वाह गर्ने हो भनी आकाशवाणी भएर झैँ गरेर पार्वतीले भनिन्, हे ईश्वर, हजुर यसै गरी वन विहार गरेर बसिरहनु भयो भने हाम्रो कसरी रक्षा हुन्छ? हजुर नहुँदा हामी सबै अमरगण दुखी छौँ, कैलाश शून्य छ, अत हाम्रो रक्षा गर्नु हवस्। शिवजीले यस्तो आकाशवाणी सुनेर
म यहाँ आएको कसैलाई थाहा थिएन, यो बोल्ने को होला भनी चारैतिर हेर्नुभयो। पछि देवताहरूले भनेका होलान् भन्ने अनुमान गरी किराँतिनीलाई खोज्दै वृक्षमाथि चढेर फल टिप्न लागे कि किराँतिनीलाई अकस्मात देखेर शिवजी भन्नुहुन्छ, हे सुन्दरी, तिमी कता गएकी थियौ? म तिमीलाई निकै बेरदेखि खोजिरहेकी छु। किराँतिनीले भनिन्, हे किराँत, भोक लागेर फलफुल खोज्न लागेकी हुँ, कहाँ कहीँ गएकी छैन। त्यही सुनेपछि पूर्णचन्द्र जस्ती सुन्दरी किराँतिनीलाई देखेर खप्न नसकी शिवजी समात्न भनेर लम्के। अनि किराँतिनी भन्दछिन्, हे किराँत, के तिम्रा धर्म यही हो? मैले महादेव बाहेकलाई स्वामी मान्ने छैन भन्ने प्रतिज्ञा गरेर यहाँ तपस्या गरिरहेकी छु। तिमीले मानेनौ भने श्राप दिएर हत्या गरी मर्नेछु। पार्वतीको यस्तो कुरा सुनि शिवजीले आज्ञा भयो, हे सुन्दरी, म नै महादेव हुँ, वन विहार गर्न यहाँ आएको हुँ, नपत्याए हेर भनी ज्योतिषरूपको दर्शन दिनुभयो। अनि किराँतिनीले धन्यवाद गरेर भनिन्, हे भगवान, अब कन्यादान लिन मेरा माता पिता कहाँ हिँड्नुहोस्। अनि शिवले स्वीकार गरेर किराँतिनीका पछि पछि जानुभयो। जाँदा जाँदा हिमालय पर्वत कहाँ पुगेपछि यिनी पार्वती रहेछन् भन्ने थाहा पाएर अत्यन्त लज्जित भई शिवजी त्यहाँबाट पनि अन्तर्ध्यान भई शेषमान्तक वनमा किरातेश्वरको रूपमा बस्नुभयो। पार्वतीले ध्यान दृष्टिद्वारा सबै जानेर आफू पनि बागमतीमा स्नान गरी किरातेश्वर शिवलिङ्गको पूजा गरेर त्यही तपस्या गर्न लागिन्। पार्वतीले स्नान गरेको हुनाले त्यस घाटलाई गौरी घाट भन्दछन्। जो मनुष्य गौरी घाटमा स्नान गरी किरातेश्वरको दर्शन गर्छन् तिनका सम्पूर्ण पाप नाश भएर कैलाशमा बस्न पाउँछन्। हे अगस्त मुनि, त्यसपछि पार्वतीको तपस्याले प्रसन्न भई महादेवले आफ्नो रूप दर्शन दिनुभयो। अनि प्रसन्न भएकी पार्वती बिन्ती गर्दछिन्, हे नाथ, मलाई किन यसरी कष्ट दिनुहुन्छ? मैले केही बिराएकी भए क्षमा गर्नुहोस्। तिनको कुरा सुनेर प्रसन्न भएर शिव र पार्वती त्यहाँबाट हिमालय कहाँ पुगे। छोरी ज्वाइँ आएकोदेखि पर्वतराजले प्रसन्न भएर पूजा सेवा गरे। 4-5 दिन त्यहाँ बसेपछि अब कैलाश जानुपर्छ भनी महादेवले हिमालयसित बिदा माग्नुभयो। अनि गिरिराज हात जोडेर भन्दछन्, हे शशिशेखर, निमिष मात्रमा सृष्टि स्थिति प्रलय गर्ने हजुरलाई कोटी कोटी नमस्कार छ। हे भवानी शङ्कर, लक्ष्मीनारायणले समुद्रको घर जाँदा जस्तो आनन्द थियो, आज मलाई छोरी ज्वाइँ मेरो घरमा राज गर्नाले त्यस्तै प्रसन्नता प्राप्त भयो। हे प्रभु, समुद्र मथनमा निस्केको कालकूट विषपान गरेर नीलकण्ठ हुनुभएको हजुरलाई कोटी कोटी नमस्कार छ। त्रिपुरासुरलाई नाश गर्नाले त्रिपुरारी नाम भएका हे विशम्बर, यम, इन्द्र सब हजुर नै हुनुहुन्छ। सत्य, रज, तम, त्रिगुण र गुणातीत पनि हजुर नै हुनुहुन्छ। हे जगदीश्वरी, आदि मध्य अन्त नभएका अनन्त रूप हजुरलाई कोटी कोटी नमस्कार छ। हजुरको गुणगान गर्न बर्मा शारदा र शेषले पनि नसकेको म अज्ञानीले के सकुला, अत मेरो रक्षा गर्नुहोस्। हे प्रभु, हजुरलाई कोटी कोटी नमस्कार छ। हिमालयको यस्तो स्तुतिले प्रसन्न भएका शिवजीले हँसिलो मुख पार्दा आज्ञा भयो, हे गिरिराज, तिम्रो भक्तिले म प्रसन्न भए, तिम्रो इच्छा पूर्ण हुनेछ भनी पार्वतीलाई साथमा लिएर कैलाश जानुभयो। इति श्री स्कन्द पुराणे केदार खण्डे माघ महात्म्ये कुमार हस्त सम्वादे श्री स्वस्तानी परमेश्वरी व्रत कथायां शिव कैलाश गमनम नाम चतुर्दशोऽध्याय समाप्त। हरे नयतु मंगलम व सकन जगन मंगलालय श्रीमान दिनकर किरण निबोधित नव नलिन दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथ्वी सस्य शालिनी देशमय क्षोभरहित ब्रह्मणा सन्तु निर्भया अपुत्रा पुत्रेण सन्तु पुत्रेण सन्तु पौत्रेण निर्धना सदना सन्तु जीवन्तु सदां शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र जीवतोद्धार कथा प्रसङ्ग या कुन्देन्दु तुषारहार धवला या शुभवस्त्रावृता या वीणा मण्डितकरा या श्वेत पद्मासना या वर्माच्युत शङ्कर प्रवृत्तिभि देवै सदा वन्दिता सामं पातु सरस्वती भगवती निषेच जाड्यपा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्धात्मना वा प्रकृति स्वभावतः करोमि यत् सकलं परस्मै नारायणेति समर्पयामि।